हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी पञ्चकोट जानको लागि रेडी हुँदैछौँ यहाँ। बाइकको फेरि टेप लाउँदै हुनुहुन्छ। हामी यतिखेर हिँड्न लाग्दाखेरि चाहिँ त्यहाँनिर ठ्याक्क चुनावको माहौल थियो। नेपालमा ठ्याक्क स्टार्ट भएको थियो अनि एमालेको कतै कतै काङ्ग्रेसको कतै माओवादीको कतै अब घन्टी हाम्रो बालेनजीको सबैतिर थियो। अनि हामी जाँदै थियौँ हेर्दै यता पहिला हामीले धादिङमा पनि आशिका तामाङले देखाएको थियो, तर बाटोमा थियौँ हामी भेट्न चाहिँ पाएनौँ। अनि यो बाटो हुँदै चाहिँ हामी अब पञ्चकोट निस्किन्छौँ। भेट्न चाहिँ पाएनौँ भनेर मैले भन्दैछु, तर यहाँनिर अब केही नि मैले रेकर्ड गरेको भोइस ओभर गरेको केही पनि सुनेको छैन। उही मुक्तिनाथसम्म पुग्दाखेरिसम्म मैले कति धेरै कुराहरू इन्फर्मेसन दिइरहेको थिएँ, तर केही पनि सुन्ने छैन। यसमा साउन्ड पुरै उसको आइरहेछ, बाहिर बाइकको आइरहेछ, तर मेरो साउन्ड चाहिँ केही पनि सुनेर हिँड्छ। अब माइक किन्नु पनि रहेछ। अहिले आएर रिग्रेट भयो, म बाटोभरि बोलेको थिएँ, केही सुनेर हिँड्छ। त्यसमा काठमाडौँबाट पोखरा फ्लाइटमा जाँदाखेरि चाहिँ 20 मिनट लाग्ने रहेछ भने बसमा जाँदा चाहिँ 7 देखि 9 घन्टा लाग्ने रहेछ। बाइकमा चाहिँ हामी एक दिनमा अब आथ्यौँ, बेलुका 5:45मा आइपुगेको थियौँ। बिहानखेर चाहिँ हामी कालिका दर्शन गरेर अब यहाँबाट उता जानुपर्ने रहेछ। कालिका दर्शन गरेर अनि हामी जाने उताबाट रहेछ है। यताबाट चाहिँ पञ्चकोट धाम, सङ्ग्रहालय, पुडुले फेरि, रत्नेश्वर, बेनी, म्याग्दी, मुस्ताङ। अनि हामी चाहिँ भोलिपल्ट कालिका भगवती दर्शन गरेर हामी अनि पञ्चकोट धाम हिँडेको। बिहान 10 बजे थियो कि 9-10 यस्तै बजेको थियो। अनि पञ्चकोटमा चाहिँ बागलुङ बजारबाट जानुपर्छ, मास्तिर 20-30 मिनट लाग्छ बाइकमा। माथि जाने यताबाट हो। हजुर, कुन बाटो राम्रो कि यता हो? जान चाहिँ दुइटै बाटो जाँदो रहेछ, लेफ्टपट्टिबाट भन्ने यताबाट नि, तर यताको बाटो चाहिँ राम्रो छ भनेर भन्नुभयो। त्यहाँनिर हामीले सोधेको थियौँ, त्यहाँको दाइले सोध्नु भन्दाखेरि भनिदिनु भएको थियो। अब यो चाहिँ धार्मिक यात्रा भयो, प्राकृतिक सुन्दरता राम्रो छ, एकदम शान्त वातावरण भएकोले एकदम जान रहर लागेको, राम्रो छ भन्नुभयो सबैजनाले। यहाँ आइकन चाहिँ हामी किन नजाने भने जस्तो भयो। त्यही भएर त्यहाँ मन्दिरहरू चाहिँ धेरैवटा थियो, शिवको, गणेशको, हनुमानजीको, अरू मन्दिर थियो, कृष्ण राधाको मन्दिर थियो। बाटो चाहिँ यस्तो थियो। अहिले यहाँसम्म चाहिँ ठिकै छ, मास्तिर गएपछि अलि जङ्गल रहेछ। अनि रातिखेर चाहिँ अलि एक्लै जान नि डर लाग्ने खालको रहेछ। जङ्गल गाडी थियो। तलतिर चाहिँ ठिकै छ, गाउँहरू छ। अलि मास्तिर पुगेपछि चाहिँ हुन्छ, त्यहाँबाट देख्ने हिमाल भनेको निलगिरी र धौलागिरी देखिने रहेछ। तर हामी जाँदा चाहिँ खुलेकै थिएन क्या, पुरै बादल लागेको थियो, त्यही भएर केही देखेन। जङ्गलको बाटो रहेछ। यहाँ पनि कालिका भगवती यताबाट पञ्चकोट यता लेखेर आएर त्यहाँ रहेछ होला। हामी यहाँबाट जाँदैछ अनि जङ्गल छ मस्तै। पञ्चकोट हजुर, पञ्चकोट यही बाटो हो, नजिकै हो आधा घन्टा। आधा घन्टा लाग्छ भन्ने थियो, अझै आधा घन्टा लाग्छ। 10 मिनट बेसी भयो जस्तो लाग्छ मलाई। हामीले त्यहाँ दाइले सोद्धाखेरि चाहिँ 30 मिनट लाग्छ भन्नुभयो, तर हिँडेर जानु भन्नुभएको होला, हिँडेर जानलाई। तर हामी चाहिँ 10 मिनटमा पुगेको थियौँ त्यहाँनिर। बाइकमै ठ्याक्कै देखिन्थ्यो क्या त्यहाँबाट पञ्चकोट, त्यहीँ नजिकै देखिरहेको थियो। बाटो चाहिँ अलिक मास्तिर चाहिँ गाह्रै रहेछ, तर हामी 10 मिनटमा पुग्यौँ। त्यहाँनिर देखिने रहेछ 10 मिनट ठ्याक्कै पर माथि रहेछ क्या रन चाहिँ हाइटमा। त्यही भएर हामी अब जाँदैछौँ हजुर सँगसँगै हेर्दै, तर घुमेर आइसकेर रेकर्ड गरेँ। मुस्ताङमा हावा लागेर त्यस्तै भएको थियो, यहाँ पनि हावा लागेर त्यस्तै भयो। झन्डै पञ्चकोट आइसक्यो। गाइज हामी चाहिँ फाइनली डेस्टिनेसनमा पुग्यौँ। यस्तो थियो, तल यहीँ राख्ने पर्ने रहेछ, ब्यागहरू बाँधेर यहीँ राखिदियो भने कसैले लाग्दैन रहेछ। मलाई चाहिँ डर लागिरहेको थियो, त्यही पनि छोडेर गयौँ। यहाँनिर लेखाएको थियो के छ भनेर हेऱ्यौँ भनेपछि सुसी मास्तिर आयौँ। भगवान् हनुमानजीको रहेछ यहाँनिर चाहिँ, जय हनुमानजी। कालो चढेर यति माथि आउनु भने चाहिँ हिमालदेखि होइन चाहिँ हनुमानजीको मन्दिर यहाँनिर भयो। यहाँ पिङ छ, यतातिर अरू भगवान्हरूको हुन्छ है। बन्दैछ यहाँनिर चाहिँ, उता तल पनि बन्दैछ। अब
यसो फोटो भिडियो खिच्छौँ अनि हिँड्छौँ यहाँबाट ल पर्ख पर्ख Alay. अब चाहिँ हामी तलतिर आउन लागिसक्यौँ त्यहाँनिर चाहिँ अब खाने खाँदैन 11-12 म त पूजा गर्ने ठाउँ हुन्छ होला भनेर आइरहेको थिएँ लास्टमा पूजा गर्ने ठाउँ रहेनछ त्यहाँनिर अनि हामी चाहिँ अनि भोकै थियौँ क्या कालिका भगवती पूजा गरेर हामी त्यहाँ पनि पूजा गर्ने भनेर गएको लास्टमा पूजा गर्ने ठाउँ चाहिँ रहेनछ बनाइदिनु भएको रहेछ हामी चाहिँ तलतिर झरेर अनि गयौँ के रहेछ भनेर हेर्नलाई जाँदैछौँ जुत्ता चाहिँ यहीँ फुकाल्नु पर्ने रहेछ अनि यहाँबाट हामी अब भित्र जाँदैछौँ त्यहाँपछि जुत्ता खोल्ने थिएन बाहिर आएर फेरि जुत्ता खोलेर अनि फेरि जान्छौँ हामी त्यहाँबाट सिधा यता चाहिँ मिरर राधाकृष्णको ऊ रहेछ अब त्यहाँबाट चाहिँ हामी अनि हेरेर यति हेऱ्यौँ राम्रो रहेछ सफा एकदम यहाँबाट चाहिँ यस्तो भ्यू यस्तो दामी देख्ने रहेछ मन्दिर छ यहाँ कहाँबाट ए तलबाट ए मल भन्दो रहेछ सिस मल चाहिँ टिकट काटेर आउनुपर्ने 50-50 रुपियाँ एकजना बराबर अनि 2 जनाको 100 रुपियाँ लाग्यो यहाँ सिसै सिसा छ वरिपरि यहाँ चाहिँ राधाकृष्ण हुनुभयो यहाँ चाहिँ राधाकृष्ण मन्दिर जय राधा माधव राधाकृष्ण चाहिँ यस्तो रहेछ चाहिँ क्यामेरा लान पाइने रहेछ पुरै मिरर रहेछ यस्तो रहेछ माथि यो कहाँ देखेको थिएँ नि मैले कतातिर देखेको थिएँ मैले नि है थिएँ यस्तो छ जुत्ता खोलेर आउनुपर्छ विष्णुजीको मन्दिर रहेछ टाइम हामी यहाँ चाहिँ गुफा जस्तो रहेछ माता रानी हुनुहुन्छ अनि त्यो जुमिनै भएन कि अनि शेषनागको र यता शिवजी हुनुहुन्छ यस्तै ल यतापट्टि शिवजी बस्नु भएको छ थ्याङ्क यू फर वाचिङ गाइज ल यति नै थियो पञ्चकोट धामको चाहिँ मैले खिचेको अब हामी चाहिँ यहाँबाट बेनी जान्छौँ खाना खान्छौँ त्यहाँ गएर चाहिँ हिँडिसकेछौँ हामी यहाँबाट चाहिँ अब पञ्चकोट धामबाट अनि बेनी गएर खाना खान्छौँ त्यहाँबाट कति थियो 30 मिनट थियो क्या लगभग 30 मिनट पछि बेनी पुग्छौँ त्यहाँनिर अनि त्यहाँबाट खाना खाएर अनि एकछिन रेस्ट गरेर हामी जान्छौँ त्यहाँ पछि गएको दिन चाहिँ हामी एकैचोटि उहाँ जमसुममा गएर बस्छौँ हेर्दै गर्नुहोला मेरो च्यानल ब्लग मन पर्यो भने लाइक शेयर कमेन्ट सब्सक्राइब गरेर छोडिदिनु होला थ्याङ्क यू